हेलो साथीहरु, नमस्ते नमस्ते नमस्कार सबजनालाई स्वागत छ मेरो प्यानेस ब्लगमा। आज फेरि हाम्रो ईद मुबारकको एउटा टक्कसँगले छोटो मिठो भिडियो बनाउन लागिरहेको छु र हामी चाहिँ टक्कसँगले सम्बन्धित आज हैन समुद्र जानेको प्रिपेयर चाहिँ यहाँ तयारी भइसकेको छ, देख्न सक्नुहुन्छ है गाइज। सब रेडी भइसकेको छ हैन। र साथै हाम्रो दाइ यहाँ हुनुहुन्छ, हाम्रो दाइ यता हुनुहुन्छ, हाम्रो सोल्टी हाम्रो शिवजी यता छन् र हाम्रो ओली दाइ र म यता छु गाइज। ओके, अब सबै कुरा हामी उतातिर देखाउने छु। ल हाम्रो आजको ब्राइटी चाहिँ यही छ हैन, समुद्रमा बसेर सिर्पल हराउने हैन। हाम्रो गाइजहरू त छन्, अब हाम्रो गाडी यो, अब हामी त झन् लागेको गाई छैन। अब माल पनि यहाँ छ, अब हामी झन् लागेको। रामदाई पछाडि यता हाम्रो सुभाष सर गाउँले पुरै झ्यापमा, म यता, हामी यता ब्रो भन्ने। यो चाहिँ अब अम्बरबाट हामी अब सारा लाएर कुन चाहिँ बिचमा पुग्छौँ थाहा छैन। आज सैकरे झैमा बिचमा आज हाम्रो बसै अल्कोट बिचमा हुनेछ। अल्कोट बिचमा हुन्छ। अल्कोट भनेको हामी सधैँ ठाउँमा जाने नि त्यही हैन भाइ? होइन, अर्कै ठाउँमा चाहिँ। ए अर्कै हो? हजुर अर्कै हो हुन चाहिँ। ए अल्कोट भनेको त उहाँ कता छ? अल्कोट जाने हेरेर होइन नि। हजुर भाइ। भन्छ यहाँ चाहिँ यो भाइरल ब्रिज हो, यसको माथिबाटको पत्ती खिच्न अहिले मिलेन। अब हाम्रो दर्शक महानुभावले पनि सधैँ एकै ठाउँमा त कति मर्दो रहेछ, मुर्जा खाएको भन्छ है। हाम्रो रेगुलर ठाउँ त्यही हो, सैकरे झैमा। ला छरिङ गर्दा पछाडि पुगे के हो है? छरिङ गरे पछाडि पुगे के हो? बिर्को लाखा हेर्दै गर्नु है। बिर्को लाखा कति देखिहाल्यो भने टक्क टिपिहाल्नु मिलिहाल्छ। देखिहाल्यो भने लातर बजार भइहाल्छ। गोरुको गोरुको हो त, बाह्र सिङे गोरुको हो त, बाह्र सिङे गोरुको। लामै खिच्ने कि कति? अलिकलाई निद्रा लागिरहेछ। जाम नेक्लालाई लिएर जाम अब यताबाट सिधै गयो। कति आउँछ दाइ? 6-7 बन्द लाग्यो। 7 बन्द लाग्यो नेक्लालाई पछि गएर आउनु भनेर। अहिले आउँदा त 7:30 मा निस्किन्छ होला नि। आउँछ नि गोटे त हो नि घटाइदिनु। अनि यसो एक कल हानेर बुझ्नु त, आइज भन्नु भने जाम्ला। बुझ्नु त कुन हुन्छ? गोटे घटिन्छ भने चाहिँ अब काम गर्यो त जोडेर पुग्नु त फोन गरेर। दाइ फोन गर्नु त। हेलो, 2-3 प्याकेट खबुल छ, एक कार्टुन त्यो जिउ यताउता सबै मिक्स हुन्छ, त्यो लिएर आउनु है, सानो वाला। एक कार्टुन खाउँछ रे। 3 प्याकेट दुईवटा ठुलो बोतल दिउ ल्यायो भने त पुगिहाल्छ त, किन त्यति खानु चाहियो? दुईवटा ठुलोले 7 दिन 14-15 भन्छ, त्यो 4 हुन्छ, 10-12 मा आउँछ। पुरो उस्तै हो। 10-12 आउँदा 24 हुन्छ, 22 ल्याएर 23 ल्याएर।
बाटोमा सर हिँडिरहेको छु। आजको हाम्रो प्रोग्राम चाहिँ नाइट क्याम्पिङमा जाँदैछु। रातभरि समुद्रतिरै ओभरनाइट जान्छ। स्लिपिङ हो। अब भोलितिर हामी भेट्नेछौँ। गाइजहरू पनि इन्जोय गर्नुहुन्छ होला, इन्जोय गर्नु होला, गीत बनाउनु होला, रमाइलो गर्नु होला। देश विदेशमा जाँदा रहनुपर्छ, सबैले इन्जोय गर्नु होला है। आफ्नो आफ्नो थप्पाबाट दिनु होला भन्दा हामी त अहिले बाटोतिर जाँदैछु गाइज होइन। अब हामी डक्टरसँगले यहाँ वान द वे छु। डक्टरसँगले छोडेर जाँदैछु। हाम्रो वेली भएको पनि एक दुई शब्द जाओस् न भन्नु म चाहन्छु। जाओस् त ल। अब के भन्नु र होइन, के भनौँ र है, के भनौँ र खै धोका दिनेलाई एक बोतल खै पढाइ गयो जिन्दगानी यो आइडिया चाहिँ यता दर्शकलाई सुनाइदिउँ त। गाइस फायर क्याम्पिङमा जाँदाखेरि आगो बोलेन भने टक्कसँग तपाईँहरूले के भन्ने गाउँले तुरुक्क हजुर आगोमा कहिले नि मुत्नु हुँदैन। आगोमा कहिले नि मुत्दैन गाइस। तपाईँहरूले यस्तो कार्य चाहिँ कहिले नगर्नु होला। आगो चाहिँ बल्छ, आगो चाहिँ बोल्छ। तर यस्तो पनि यस्तो कार्य चाहिँ नगर्नु होला। यस्तो पाप नगरौँ कसैले पनि। गाइस हामी अहिले नेग्लाल निस्किने बेलासम्म हाम्रो पुगिन्छ कि पुगिँदैन, नेग्लाल नै छोड्नु हाम्रो खतरा सक्नु गाउँले चाहिँ लोकेसन पठाइदियो सुरुङभित्र पस्यो। 172 किलोमिटर लामो सुरुङ यो होइन दाइ? अहिले त काट्न मिल्छ माथि। कतारै देख्थ्यो होला सबै। छैन के भने भाइ? के बोले भाइ? ल गाइज हामी चाहिँ अहिले यहाँ समुद्रको छेउमा आइसकेका छौँ। अब भरे भरे फेरि उहीँ पुगेर क्याम्पिङ सुरु भइसकेपछि अनि कन्टिन्यू गर्नेछौँ है त। हाम्रो चाहिँ खतरा फायर हुँदैछ। क्याम्प फायर ल चाबी लगाउनु भयो गाडीमा छैन दाइ के हुन्न। कट्टु फुकालेर कट्टु लाएर आउँछ, कट्टु तिर्दै त्यो राखेर आउँछ होला। लोकेसन एकदम ठिक छ। लाल मिर्ची पाउडर छ र? नहीं कुछ नहीं लेके आए हम लोग, ऐसे मसाला कुछ भी नहीं लेके आए। मसाला रेडी करके लेके आए लेकिन हाम्रो चाहिँ फायर क्याम्प भइरहेछ गाइस। रामदाईको प्लेयर त छन् होइन, चम्ची पनि छन् ती छेउमै चप्पल। एप्पल जुस पनि छ। मेरो यहाँ छ परदेशी जिन्दगी। सुरज दाई यता हुनुहुन्छ। रामदाई पनि झन्डै आउन सक्यो त नि। रामदाई र म हामी अब यहाँ चाहिँ आजको सिचुएसन चाहिँ अलिक के भन्छ दाइ खतरै छ होइन, तर पनि यो कुरा सेयर गर्नुहुन्न हामीले होइन। रमाइलो भइरहेछ। साथीहरू उता छन्, हामी यता छौँ। यो कुरो गफ नै रहन्छ। मासु पोल्दैछन्, हामी खाँदैछौँ। प्राविधिक कारणले सोचे जस्तो हुन नसके पनि होइन दाइ, विशेष प्राविधिक कारणले हामीले सोचे जस्तो हुन नसके पनि जे जस्तो उपलब्ध छ त्यसैमा हामी रमाउन कोसिस गरिरहेको छु। ईद मुबारक। ईद मुबारक गाइस सबैजनालाई। जाम पुरै ल साथी, यो चाहिँ नाइटको बियो होइन। यो चाहिँ अहिले सी लाइनमा सबजना दौडधुप गरिरहेछन्, रमाइलो गरिरहेछन्, कोही बसेर खाइरहेछन्। हामी चाहिँ यतातिरै पाहाडीतिर देख्नुहोस् सबजना गाडी कुदाछन्, हिँड्नेछन्, झिलिमिली छ नि रोडतिर देख्न सक्नुहुन्छ गाइस।
आजको कतारको पहिलो दिनको ईद होइन दाइ यस्तै रमाइलो छ नि कोही हिँडेछन् कोही बसेका छन् खाछन् पहाडीतिर पुरा दौडधुप गरेछन् हामी चाहिँ फेरि यतिकै मेरो हात पनि आइक्यो त यार बक्रा ईदको पहिलो दिन बक्रा ईदको पहिलो दिन हामी यता छौँ रामदाई हामी सुभाष दाई यता हुनुहुन्छ रमाइलो भइरहेछ हाम्रो गाईहरू मासु पोल्दैछन् गाईहरू उतातिर मासु पोल्दैछन् हामी चाहिँ मासु ल्याम्दिरहेछौँ यस्तै छ हाम्रो आजको किचन चाहिँ यस्तै छ गाई छ है अब लु गाई पखाडीतिर बोल गरौँ होइन पखाडी यता छ सोल्टी भन्दा बोलाउँछ तपाईँ दाइले धेरै छोड्छ नि दाइको त 5 किलो सोल्टीको एउटै बरेन यार मेरो च्यानलै माथि गएन यार के हो त्यो नाच्यो 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 ओली नाच्यो लाइटै भन्यो तिम्रो रूपैले तिम्रो रूपैले Go!